हेलो गाइज, वेलकम ब्याक टु आवर च्यानल है। आज पनि हामी फेरि चटपटी बनाएर खाँदैछौँ। हामीले दुईचोटि पानीपुरी बनाएर खायौँ होइन। अब आज चाहिँ चटपटी बनाएर खाँदैछौँ। केही बोल्नु न त, बोल्नु न। टाउको हल्लायो, बज्यो। किन हो यस्तो साह्रो बोल्दै नबोल्ने होइन। बोलेर कत्रो इनर्जी जान्छ र। बोलेकै सुने छैन मेरो अडियन्सले। तपाईँ बोलेकै सुने छैन। बोल्नु पर्यो अलि मजाले। बाबु खेलाउनाहरू हेर यहाँ के कच्चा यहाँ बाबुको खेलाउनु। ल हामी चाहिँ चटपटीको लागि रेडी गर्न थाल्यौँ है। उहाँ प्याज काट्दै हुनुहुन्छ। हेलो कता हेर्नु। हेलो ल मसिनो गरेर काट्नु है प्याज चाहिँ। होइन त्यो दुइटा भए पुग्छ नि, मसिनो पार्ने हो नि त। अनि कहाँ त्यत्रो चाहिन्छ त नि। त्यो चपर एकैछिनमा हुन्छ। गुदी सहित हाल्ने कागतीको के अरे कागती काँक्रोको होइन। तर मसिनो बनाउनु पर्छ, त्यो भयो भने सजिलो हुन्छ कि त्यसमै काट्नु। ल ल ठिक छ ठिक छ। हेलो अद्विक, के गर्न लागेको अद्विक चाहिँ? हेर्दैछ प्याज काटेको है। अब गाजरको पालो, गाजर कटिङ हुँदैछ। बिचरा रोइनु भयो। हेर हेर दिनु भएको। पानीपुरी त 2 हप्ता दुईचोटि खायौँ पानीपुरी। दुईचोटि तिनचोटि खायौँ पानीपुरी। अद्विक त्यहाँ अलरेडी घोल्न थालिसक्यो खाली डब्बा। यसमा हाल्नु अनि बाबुले मिक्स गर्छ भने। त्यो भयो। अब त्यसमा अझै काँक्रो हाल्ने अनि त्यसपछि अरू पनि के हाल्ने अनि मिक्स गर्ने। ल अद्विक एकैचोटि। पिरो भयो प्याजले। त्यसरी आँखा नमिल्छ न त, झन् पोल्छ। जो एकचोटि आँखा मुख धोएर आउँछ जाउ त, अनि पोल्दैन। कस्तो लागिरहेको छ त कटिङ गर्दा? ठिक लागिरहेछ। त्यसको गुदी हालेर फेरि प्याक्दै हुँदैन। त्यो सानो हुँदैन। धेरै सानो भयो कि अर्को ठुलो दिन कस्तो बोरिङ भयो खानु पऱ्यो। के हो त्यो ठिक भयो भने हामी बुझ्दैनौँ जस्तो लाग्छ। त्यस्तो भए त हामी बुझ्दैनौँ। काँक्रो पनि भयो। यो यत्रो धेरै भइसक्यो है। यसमा पनि पुग्दैन। ए यस्तै भाँडाहरूको पनि छ होइन। दुईटामा मोल्नु फेरि मुख धोएर आउँछ। अब नचलाउ ल, प्याज झन् पिरो हुन्छ। मलाई यहाँसम्म मात्रै पिरो भइसक्यो। प्लेटको कति? चटपटी प्लेटको कति? 50। सस्तो भएन? सस्तो नेपाली 50 सस्तो कहाँ हुन्छ?
यहाँ त 60 गर्दा नि केही फरक पर्दैन। यहाँ 10 कि 10 दिएर 10 ग्रामको त कति हुन्छ 400 अनि बनाउन पनि अलिकति भुट्छु नि तेलमा कहाँ छ बनाउनु भुटिया गर्नुले हैन र बुझ्दै छ यहाँ चाहिँ भुटेकै हो चटपटे हुन्छ र सुक्रिया गरेर अनि कति लाग्यो अलि एकछिन लाग्छ भुटेको हो भने ओके कागज लास्टमा हो नि त कागज लास्टमा हाल्दा हुन्छ, कहिले पर्दैन। भयो अद्विकको आँखा कस्तो भइसक्यो तिम्रो हेर, अनि त प्याजै पोलेर। ल ल अब बिहा चलाउन जाऊ ल सबै सामान रेडी भएन, भुजा चाहिँ के त्यसले यसले यो धेरै भएर भुजा त आउने हाम्रो पनि हरि निकाल त ल रेडी हुँदैछ है हाम्रो चटपटे। फेरि त्यहाँ नपुरा नि भर्यो म अदुवा निकालेर यसमा हालेँ नि जे कुरा पनि पकाउन अघि सर्ने चाहिँ हाम्रो दिदी हुनुहुन्छ है। पानीपुरी पकाउन, बनाउन, चटपटे बनाउन। दिदीको असिस्टेन्ट यहाँ बाबु छ है, मेन असिस्टेन्ट यहाँ हुनुहुन्छ है। सेमै भयो त भयो भयो त्यस्तो लाग्ने होइन नत्र भने यत्रो तिनवटाले त एकदम हुन पर्ने हो नि त्यो अरू ठुलो हुन्छ नि खै यही ल्याएछ नि अहिले कति धेरै अरू बेला खाना चाहिँ यो राम्रो हो नि त, फेरि त्यही भएर ल्याउनु भयो होला। हामीले पानीमा खानेले खान्छ आमाहरूले मैले त कति भयो नखाएँ काट्नु थिएन अब कति हुँदैन अब काट ठाउँको त खाइहाल्नु कागज सङ्केत त खाएँ यो भरे दिनु मम्मीलाई निकाल्नु तपाईँले नखान्छ दिन निकाल्नु भनेर त त्यो उहरू आयो भने नि म खाइदिनु घरमा धेरै हाल्नु पर्दैन धेरै हाल्नु पर्दैन टेस्ट गर्नु केही थप्नुपर्छ हातले खाने अनि त्यहाँ छ ठिक छ ल हाल अब यहाँ आडी हाल मम्मीले अझ हाल नि बुढाबुढी सबै नहाल्नु है मम्मीले पुग्छ भन्दा खै मम्मी तपाईँले थाउनु पाउँदैन खुर्सानी ढिलो चट्ट बनाउनु पऱ्यो नि खुर्सानी तानी मिठो हुन्छ हरियो हरियो आयो भने सबै मलाई देऊ म खान्छ है तर यो हरियो खुर्सानी पनि मलाई पिरो जस्तो चाहिँ मलाई लागेन पनि अब यसो राम्रो चाहिँ हरियो हो नि त खुर्सानी नखाने मान्छेले खुर्सानी पर्छ, फेरि मलाई पर्ला। त्यस्तो ठुलो भयो चटपटे मोल्नु भएको तरिकामा युनिक तरिका, नयाँ तरिका चटपटे मोलेको। यो कहाँको तरिका हो यस्तै यो? नुन लाएर खिलाउँदाखेरि मजा आउँथ्यो लङ्गुर पूर्जाको तरिका तपाईँ यहाँ चटपटे बनाउँदाखेरि युज गर्नुभएको हो। मलाई नुन कम भयो कि मलाई त्यस्तो लाग्यो हो लागेको छैन नि? पिरै छैन किन एउटा पिरो छैन अरे हरियो खुर्सानी पिरो रहन्छ त्यसो भए। धुलो खुर्सानीले हाल्ने म चाहिँ जहिले पनि बनाएको हेर्ने मात्रै है, म चाहिँ दुईजना काम गर्ने म चाहिँ हेर्ने। लङ्गुर पूर्जा स्टाइल चटपटे पारेर बुढी एउटा चटपटे बेचेर बुढी पाल्नु यो तलको कुरालाई चाहिँ इग्नोर गर्नु होला है। अब यो प्रिपरेसन गर्ने क्रममा यो भइहाल्छ। मेन फोकस हाम्रो यता चटपटेमा। कति देख्दै यस्तो मिठो भएको जस्तो छ। अब हुन्छ हरियो बना धेरै मिठो भयो फेटे मात्रै त मिठो हेलो गाइस चटपटे पनि रेडी भयो होला हामी खाऊँ है त। ओके आज चाहिँ हामी युनिक च्यालेन्ज गर्न गइरहेका छौँ हामी तीनजना सो लेट्स स्टार्ट हामी यसलाई के हो खानी च्यालेन्ज गर्दैछौँ कम चारजना गर्ने ल हाम्रो अद्विक पनि छ है त आज अद्विक चाहिँ दुध भात। हाई गाइस Hello guys, let's start. ओके ओके 1 2 3 स्टार्ट अब हामी कुट्ने हो एक देखेर ढोकासम्म त गर्न सक्दैन भयो
उहाँले जित्नु भयो नि सबभन्दा धेरै खाएर है दिदी मलाई लास्ट भयो अब भने विनर मैले अलिअलि खाएँ होला बिचरा दिदीले त 4-5 ग्लाससम्म बढी मैले खानु खाएँ मैले दुईचोटि खाएँ Look, this is a new one. एकदम रमाइलो भयो है एकदम रमाइलो भयो ल बाई बाई थ्याङ्क्स फर वाचिङ Thanks for watching. We love you. Subscribe to my channel. Subscribe to my channel. तिम्रो च्यानल खोलिदिनु पऱ्यो क्या खाऊ ल भिडियो